नमस्ते सेवारो। आज मेरो फ्रेममा चाहिँ दुईजना, एकजना मेरो भदैनी हुनुहुन्छ भने यता छोरी हुनुहुन्छ। उहाँहरूको के अरे परिचय चाहिँ उहाँहरूकै मुखरबिन्दुबाट पाउन है। आज यता हजुरको परिचय दिनुहोस् न पहिला है। नमस्ते, मेरो नाम समीक्षा लिम्बू। घर चाहिँ ताप्लेजुङ मयखोला गाउँपालिका 3 हो। अहिले चाहिँ म काठमाडौँ पढ्न आएको। ओके, धन्यवाद। तपाईँको एकदमै राम्रो परिचय दिनुभयो होइन, खुसी लाग्यो। अनि यहाँ नानीको भन्नुहोस् त। नमस्ते, मेरो नाम जिना लिम्बू। म चाहिँ ताप्लेजुङ मेरिङल्यान्ड गाउँपालिकाबाट म पनि पढ्न आएको। ओके, तपाईँहरू राजधानी अहिले पढ्नको सिलसिलामा आउनुभएको छ है। ओके, अहिले तपाईँको पढाइ कहाँ पुर्याउनु भयो त? मैले चाहिँ डिप्लोमा कोर्स गरेको, डिप्लोमा कोर्स सकेर अहिले अब ब्याचलर पढ्ने भनेर आएको। एकदमै राम्रो। तपाईँको सानो उमेरमै यत्रो धेरै पढाइ लाई चाहिँ अगाडि बढाइसक्नु भएको रहेछ होइन। तपाईँलाई कङ्ग्रेचुलेसन। अनि तपाईँको पढाइप्रति उत्तरोत्तर प्रगतिको कामना है। तपाईँको पढाइको सिलसिलामा चाहिँ अब धेरै राम्रो प्रगति गर्नुहोला होइन। तपाईँको पढाइ चाहिँ एकदमै राम्रो रहेछ। उज्जवल भविष्यको शुभकामना। हुन्छ, यहाँ हाम्रो भदैनीज्यूलाई फेरि म एउटा क्वेसन्स, तपाईँ चाहिँ हाल पढेको सिलसिलामा भन्नुभयो कि कुन सिलसिलामा चाहिँ अहिले काठमाडौँ आउनु भएको छ? म चाहिँ विदेशको प्रोसेसिङको सिलसिला। ओके, तपाईँ वैदेशिक रोजगार। अच्छा, अघि कुन कन्ट्रीको लागि तपाईँ? म चाहिँ साउथ कोरिया। साउथ कोरिया। अच्छा, एकदमै राम्रो। साउथ कोरियामा त धेरै डिफिकल्ट हुन्छ भन्छ नि। तपाईँ कस्तो यो एक्जाम पास गरिसक्नु भएको हो? एक्जाम पास गरिसकेको। ओहो, अब तपाईँ फेरि मेडिकल गर्न आएको। ओके, तपाईँको भनेपछि सबै कागजपत्र रेडी भइसक्यो, एक्जाम पनि भइसक्यो, तपाईँ वेटिङमा हुनुहुन्छ अहिले? वेटिङमा छु। ओके, ल धेरै राम्रो। अब यो के अरे एउटा कुरा म सोध्न मन लाग्यो तपाईँलाई। यो के अरे साउथ कोरियाको लागि चाहिँ एकदमै गाह्रो पर्छ भन्छ नि यो भाषा पढ्नलाई, एक्जाममा नाम निकाल्नलाई चाहिँ। गाह्रो चाहिँ एकदम गाह्रो नै हुन्छ होइन। यस्तो दिमागले काम गर्नै छाड्छ। अनि त्यस्तै अब मेहनत त सबैभन्दा ठुलो कुरा छ। मेहनत गरेपछि, कोसिस गरेपछि अब सक्सेसफुल त जसरी म त हुन्छ, प्रयास गर्नुपर्छ, प्रयास चाहिँ छाड्नु। धन्यवाद, एकदमै राम्रो। तपाईँको कोसिस नै चाहिँ अब कोसिस गर्ने मान्छेको कहिले पनि हार हुँदैन। थोपा थोपा गरेर समुद्र त बन्छ भने भनेपछि